कसरी फर्काउँछस् यस्तै फर्काउँछु हेलो गाइस वेलकम टु आवर न्यू ब्लग हाम्रो सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै आरामै छौँ आज हामी कहाँ जाँदैछौँ आज हामी कहाँ जाँदैछौँ भन्नु है रचना आज हामी जाँदैछौँ मेरो बहिनीको घर म मेरो दिदी अनि बाबा ठाउँको नाम रहेको छ पनौती बाबालाई पनि बोला बाबा अगाडि बाबा रोड बनाउला हामी कहाँ जाँदैछौँ खाना रचना दिदीको रचना फुपूको घर अनि त्यहाँ को कोलाई भेट्ने त आज बुनुलाई अनि बुनुको दादालाई बुनुको बुनुलाई बुनु पनि छ नि त दिदीभाइको यस्तै यस्तै गफ गर्दै भन्दै हामी बाबा अगाडि बाबालाई भेट्ने अनि बुनुको हजुरबा हजुरआमा त्यहाँ त कतिजना हुनुहुन्छ नि त अरे सबैजना भेट्ने के भन्ने नमस्ते भन्ने भन्न अनि हजुरबुवा हेलो गाइस भन्नु हेलो गाइस भन्नु भन्दैन म कान्छी दिदीसँग रमाइलो गर्दै जाँदैछु पनौती भन्नु ल भन् कसरी भन्छस् तेरै बारेमा यस्तै भन्यो नि त कता छौँ रे बसमा पनौती जाँदै भन्नु हामी जाँदैछौँ पनौतीबाट अटो लिएर उषादेवी यसलाई पुगेन त्यतिले पुगेन चाहिँ यसलाई केही भएन खानु त मलाई पनि थाहा थियो अब गएर खाना खाँदैन भात खाँदैन कि भनेर अब भोक हरायो भाइ भोक हरायो अगायो टन्नै अगायो यही कुराहरू त गर्नुपर्छ होइन यस्तै कुराहरू त गर्नुपर्छ हामी थोरै ब्रेकफास्ट पछि जाँदैछ बाबालाई चियाको तल लायो अरे चिया सँगसँगै अरू नास्ता पनि भ्यायो यसले पनि भ्यायो यसले पनि ब्रेकफास्ट अनि हल्दा सरी भ्याइस होइन हामी हिँडेपछि भ्यायो यसले बन्द है बिग्रेको रहेछ होइन बिग्रेको रहेछ शनिबार होइन के भयो अरे बाबा नाइलनको डोरी किन्नु पर्यो कपाल बाँध्न सुतल डोरी एक रोड आएर पाएको कपाल बाँध्न रबर दिँदैछ है इन्जोय गर है भाइ अगाडि बसेर होइन हो कि होइन इन्जोय गर है अगाडि बसेर आज मजाले घुम्न आउनु पाइन्छ बासित दिदीहरूसित लाउ न के आयो यसो
सासू भन्छ को त यो अनि यो चाहिँ सालो के त हो सानो होला क्यामेराम्यान के छ म त्यही भएर ल्याइरहेँ पराजुको आलु कस्तो हुन्छ अरे लास्टै मिठो नाइस भेरी नाइस डेलिसियस हुन्छ है डिलिसियस भन्नु बाबा डिलिसियस भन्नु नाइस 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 सुनिन मैले पुछाडी ए तुलसारी पुछाडी पुछारी ए उल्टो सुने है गाइजले गाइज उल्टो सुने है यसले उल्टो के अरे मैले तुलसारी सुने तर पुछारी रहेछ क्या टिकाले गर्दा बाटो नि पुग्दैन यही खेतभरि आलु नै आलु बारी छ होइन आलु हो आउँछ आउँछ हँ रातो माटो है गाउँ त गाउँ गाउँै रहेछ गाउँ त गाउँ गाउँै रहेछ कि के गरिदिन्छु रे धरान गरिदिन्छु यति मैले हिजो टिका बनाएको घन्टीले गर्छ भन्न गर्छ के गर्छ घन्टीले गर्छ आज घन्टीको भाव हो र ला आज बस्नु पर्छ है आउने दियो न हो र कसले नदिएछ प्रशासन रोक्न गयो किन राम्रो सकिँदैन खेल्नु सक्दैन देखिरहेको छु यहाँ आइपुगेँ म यतै हो कति राम्रो बाटो रहेछ कति राम्रो कति राम्रो बाटो रहेछ कति राम्रो बाटो हो यो म त धानतिर गएको जस्तो याद आयो भरे मैले देखेँ ल होला नत्र यहाँबाट त कहाँबाट झर्ने बाटो छैन माथिबाटै हो झोला दिनु कहाँ आएको थियो कि कहिले आएको थियो तिमी कस्तो है
खत्तम भयो बाटो त बाटो त खतम बरु अगाडि बसेर चाहिँ मलाई मजा आएन आयो आएन मजा आएन आयो पछाडि भए झन् मजा आउँदैन थियो खोइ दर्शन खोइ त के छ नमस्ते नमस्ते जाउँ कता जाउँ यताबाट हो बाटो देखाउँदैन हामी त देखाउँदै जान्छ बाटो चाहिँ फेरि नि रहेछ फेरि राम्रो यो चक्लेट छ धेरै राम्रो उल्कै राम्रो अब दिदीलाई नि यतै बिहे गरेर दिनु पर्ला यही बाटोमा कि तलतिर गई यही बाटोमा झन् 10 मिटर मेरो दिदीलाई नि यही बाटोमा बिहे गरेर दिनु पर्ला चाहिँ अब बाटो गाउँ राम्रो लाग्यो रमाइलो लाग्यो होइन साह्रै राम्रो के छ त भित्र दिदी हेलो हेलो कहाँ हुन्छन् ओइ बाबा गए त जग्गा जान्छ कुकुर देखेर मारिया छ कि दिदी नहीं नभए त्यसले मारिया जुत्ता यतै खोल्यो हो कि लाग्यो बाटै छैन बाटै छैन तलै त निक्लिन्छ त्यो भएर आराम नि अब सबैजनालाई नमस्ते है नमस्ते नमस्ते चोला 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 बाबाले दिँदा एउटा बाबा नयाँ मान्छे हो नि कति राम्रो त पछाडि समाते हेर त समाते हेर त दुईटै हातमा समाइछु बुनी निरे निराको छ ल यो मान्छे ल ल निराको छ ए छोरीको बाउ हो ए छोरीको बाउ अनि छोरीको आमा छोरीको आमा कस्तो लाग्यो रे ठाउँ ठाउँ खतरा छ खतरा छ कस्तो राम्रो भ्यू आएको यार यहाँबाट त हजुर तिमीलाई दिदीको घर कस्तो हजुर पुरानो घर भने पिङ्क कलरको घर छ नि त जान्छ के तलतिर आउँछ बोलाइदियो भने बोलाइदिन्छु म अहिले आउँछ तलतिर हुन्छ नभए यसो त्यहाँबाट आइपुग्छ नि सबैजना भेटघाट भए बेलामा यहीँ आज कुरो छिनोफानो गरे नि हुन्छ त्यही भएर मैले है तर छ्या साँच्ची बोलाइदिनु म अहिले त फेरि खै मुखाना हालिकन भन चोपो पाइ चुप्पो पाए अनि बुनु कहाँ छ रे बुनु कहाँ छ रे त्यो कोक्लामा बहिनीलाई लान्छु ल म तिमी मामुसँग बस मेरो भाइ बहिनी पनि छैन म बुनुलाई लान्छु ल कोक्लामा कोक्ला पनि लिएर जान्छु बुनु पनि लिएर जान्छु हुन्छ 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 मामुलाई अर्को पाउनु भन न है के खाएको रे के खाएको भन्नु न अनि बुनु कहाँ छ रे कोक्लोमा कोक्लामा र फेरि अनि के भयो पछि अनि पछि के भयो भने पुरा दिए तिमीले के खाएको मुला हो मिठो छ अनि कहाँबाट सुरु गर्ने नाच त भन्दा अलि माथि जम्मा भएर त्यहाँबाट चाहिँ ठैबा हुँदै अनि त्यो तलबाट घुमेर आएर झरवासी तासिन चौकमा केही बेरको कोड सभा अनि त्यहाँबाट फेरि प्याङमा गएर केही बेरको कोड सभा अनि रङ्गशाला गएर एकै ठाउँमा बस्नु नपुग्ने भएर भएको कुरा त्यही हो पार्टीको कुरा हुँदैछ है गाइस पार्टीको कुरा 12 बजेलाई पखेटा भोट केमा हामी बाबु जाने हो र तल हामी गयौँ बाबा तपाईँले रहरै गर्नुभयो 4 वटा जतिले चाहिँ म झोला हातै हालिदिन्छु के है मेटर अनि तपाईँले हेर्नुहुन्छ डेन्जर हो नि त रहन्छ क्यारे ब्रोकाली चाहिँ के हालिदिनु ब्रोकाली होइन ल्याउनुलाई
के खाँदै चटपटी पानी देखाउ चटपटे देखाउ चटपटे हामीले चटपटी खाँदैछौँ ज्योतिको चटपटे ज्योतिको चटपटे ज्योतिको चटपटे चटपटे बनाउने मान्छे ऊ जति राम्रो छ त्यति नै मिठो है कुकुरले के गर्छ कता नजानु उता केही गर्दैन भने त मैदालाई केही गर्दैन अरे नि त हो र मिठो अमिलो चाहिँ अलिक कम लाग्यो नुन त मलाई झन् एक्ज्याक्ट ठिक छ नुन म कमै खान्छु यो पुतली लिने हो पुतली लिन्छ गयो जस्तो पुरा कानी भइसक्यो छोरीले के गर्छ त्यो गुलियाले काहीँ लुगाउनु भयो भने नि के गुलियो काहीँ दोकान भयो के भने अरे कान्छीलाई कसैले बिहे गरिदियो नि गुलियोले हान्छ अरे अघि पनि एक केटा बोलाउने भयो नि बिहारै होइन भाइ यो कुरो म नि होइन सहमत पिर नगर अनि के कान्छीलाई बिहे गरेर पढाउनु परिहाल्यो नि तँ नि भोलिपर्सि ल्याउँछ नि बिहे गरेर अनि ल गरिदिनु कान्छीले बिहे गरिदिनु मान्छे बिहे गऱ्यो भने चाहिँ उसलाई छुटिहाल्छ गोली हानिदिन्छ अरे जाने भएर उसलाई ल मम्मी गोली नखानु है तपाईँ फर्काएको भाइको गोली खानु भयो कान्छीको बिहे गर्नुपर्छ भाइ फेरि आमा बाजा फर्का नमजा अब त कान्छी डोरीले बाँधेर लगायो भन्छ भने नत्र मैले तँलाई किन बिहे गरेर ल्याउनु भन्नु न मम्मी साल जोड्दाखेरि ल बाबा झोला बोक्नु त कोसेली हजुर फोन पो आयो के हो कहाँबाट झारफुक केन्द्रमा फोन आयो चकटी पनि राखिदिन्छु साइडमा चिया पनि राख्नु पर्यो प्रचार हुँदै हो प्रचार पुग्ने एउटा अनि मेरो साइडमा चिया पसल काम भइहाल्यो नि पुगेर आएर कान्छीको पसल लगाएर चिया खाएर जान्छन् अनि हेर्नुहोस् है अर्ग्यानिक काउली अर्ग्यानिक कति राम्रो काउली यहाँ 13 रुपियाँ किलोमा किनेर 15 रुपियाँ किलोमा बेच्ने हो ल गाइज लाइक सब्स्क्राइब हजुर ए मम्मी त मलाई हुन गएछ मलाई भेट्छ भने बताइ अब कसले घिसेर हामीले नताने भनेर अटोले गफ दियो है बरु यतैबाट हामी सबैजना जानु त अब कतैबाट यताबाट के हामी जाने बाटो कि त्यहीँ आउँथ्यो अटो अब यहाँ नआइसक्यो होला नि त आयो ल अटो नि आयो यहाँ आयो यहीँ बस्नु बाबा यहीँ बस्नु बाबा कोसेली हेर्नुपर्छ गाइस मिठो मानेर खानु है ल यत्रो धेरै हाल्नु तिमीलाई धेरै धेरै धन्यवाद ज्वाइँलाई पनि धेरै धेरै धन्यवाद सबै सपरिवार धेरै धेरै धन्यवाद हामी आयौँ अब जान्छौँ आउँदै गर भाइ आमा खै त ज्वाइँ साहबको बाई नै आएन बाई त्यो त ल्याउनु हुँदैन त्यो मान्दैन अब यो संविधानमै छैन त्यसलाई ल्याउने कि यो कुरा आज छोरीको घर घर कस्तो लाग्यो अरे रमाइलो लाग्यो सम्धि भेट नि यहाँ बसमा दिदी सम्धि भेट कस्तो लाग्यो प्रवेशलाई कस्तो लाग्यो राम्रो रमाइलो लाग्यो अरू के लाग्यो त सबै लाग्यो चटपटे लाग्यो मासु भात लाग्यो सबै लाग्यो हेर मलाई यहाँ जिस्काएर राखन के बोल्यो त्यो कसरी बोल्यो है यसरी बोल्ने होइन नि केटो हामीलाई सबै लाग्यो यसलाई लिपस्टिक लगाइरहेको यहाँ हेर्नु त अवतार मासु भात हेर्नु लाग्यो गाइस यसको अवतार चटपटे लाग्यो सबै लाग्यो यही हालिदिनु गाइस अब हामी पनौती हुँदै पनौतीबाट फाइनली फर्केका छौँ फर्केर कोटेश्वर आइपुगेका छौँ आइपुग्न लागि। आजको लागि यति नै अब नेक्स्ट भ्लगमा हामी फेरि भेटौँला छौँ बाई बाई लाइक एन्ड सब्सक्राइब लाइक एन्ड सब्सक्राइब हामीलाई यसै गरी माया गर्नु